हेलो साथीहरू, आज चाहिँ मैले हजुरहरूलाई यो बोवाला क्लिप कसरी बनाउने भन्ने तरिका सिकाउन गइराखेको छु। त्यसको लागि चाहिँ हजुरहरूलाई यो गन, त्यसपछि आएर सिजर अनि यो भइहाल्यो ग्लु गन, क्रुज अनि त्यसपछि यो अनि हजुरहरूलाई यो वाला क्लिप चाहिन्छ। त्यसपछि धागो त भइ नै हाल्यो। स्टार्ट गरौँ है। मा चाहिँ धागो यसरी लिनुस्, एउटा म्याजिक रिङ बनाउने यसरी लिएर यताबाट यसरी क्रस गर्नुस्। त्यसपछि यो क्रस गरेको यो पछाडिको भागलाई यसरी तानेर वान चेन बनाइसकेपछि हामीहरूले वान चेन बनाइसकेपछि यहाँ फेरि 5 वटा चेन तान्नुस्। 1 2 3 4 5 यसरी 5 चेन तानिसकेपछि यो म्याजिक रिङ भित्र 4 वटा डबल क्रोसे यसरी गर्ने। त्यसपछि यो म्याजिक रिङ भित्र 4 वटा डबल क्रोसे गर्नुस्। डबल क्रोसे 1 2 डबल क्रोसे 3 डबल क्रोसे अनि त्यसपछि अझै एउटा लास्ट 1 4 डबल क्रोसे यसरी 4 वटा डबल क्रोसे गरिसकेपछि 5 चेन तान्नु। 1 2 3 4 चेन 5 यसरी 5 चेन तानिसकेपछि यहाँ यो म्याजिक रिङ भित्र चाहिँ स्लिप नट गरिदिनुहोस्। सरी यो ब्याकग्राउन्डको डिस्टर्ब हजुरहरूलाई के भन्नु, घर रोड छेउमा भएपछि यस्तै हो साथीहरू। त्यसपछि यहाँ स्लिप नट गरिसकेपछि 9 चेन तान्नु। 1 2 3 4 5 6 7 8 9 यसरी 9 चेन तानिसकेपछि हजुरहरूले यो सेकेन्ड देख्न सक्नुहुन्छ। यहाँ यो सेकेन्डबाट हजुरहरूले डबल क्रोसे गर्ने सेकेन्ड चेनमा। यो फर्स्टकोलाई स्किप गरिदिनुस्। त्यसपछि यो सेकेन्डकोलाई यसलाई स्किप गरेर यो सेकेन्डकोलाई 2 वटा डबल क्रोसे गर्नु। 1 त्यसपछि यो नेक्स्टमा फेरि 1 डबल क्रोसे टोटल गरेर चाहिँ 2 वटा डबल क्रोसे भयो। अब बाँकी यहाँ 5 वटा बाँकी भएको यो 5 वटा चेनहरूमा हजुरहरूले हाफ डबल क्रोसे गर्नुपर्ने हुन्छ। यो बाँकी भएको चेनहरूमा चाहिँ हाफ डबल क्रोसे गर्नु। 1 यस्तो गरेर यो तीनटा एकैचोटि लिइदिनुहोस्। 1 यो 2 त्यसपछि आएर यो 3 4 अनि लास्ट 5 वटा हाफ डबल क्रोसे गरिसकेपछि हजुरहरूको यहाँ एउटा एक चेन बाँकी रहन्छ। यहाँ 1 चेन बाँकी हुन्छ। यो 1 चेनमा सिंगल क्रोसे गर्ने। यस्तो गरेर सिंगल क्रोसे गरिसकेपछि अब यो म्याजिक रिङ भित्र फेरि स्लिप नट गरिदिने, इन्ड गरिदिने। यस्तो गरेर यो चेनमा यसरी घुसाएर स्लिप नट गरिदिने। त्यसपछि फेरि 9 वटा चेन तान्नु।
1 2 3 4 5 6 7 8 9 यसरी 9 वटा चेन तानिसकेपछि फेरि यो फर्स्टकोलाई स्किप गरेर यो सेकेन्डबाट देख्न सक्नुहुन्छ यहाँ यो सेकेन्डबाट 2 वटा डबल क्रोसिया गर्नु 2 वटा डबल क्रोसिया यसरी 2 फेरि यहाँबाट यसरी 2 1 डबल क्रोसिया भयो त्यसपछि फेरि यता 1 डबल क्रोसिया गरेर टोटल 2 डबल क्रोसिया भयो। अब फेरि यो बाँकीको चेनहरुमा अघिको जस्तै रिपिट गरेर 5 वटा हाफ डबल क्रोसिया गर्नुहोस् 1 2 3 4 last one is 5 यो 5 भयो। त्यसपछि अब यहाँ फेरि एउटा हजुरको बाँकी चेन एउटा हुन्छ यो चेनमा चाहिँ हजुरले सिंगल क्रोसिया गर्दिनुस् सिंगल क्रोसिया यसरी सिंगल क्रोसिया गरिसकेपछि फेरि अब यो म्याजिक रिङ भित्र स्लिप नट गर्ने यस्तो गरेर यसरी स्लिप नट गर्दिनुस् यो स्लिप नट यति भइसकेपछि फेरि हजुरले यहाँ 5 चेन तान्नु पर्ने हुन्छ 2 3 4 5 यसरी 5 चेन तानिसकेपछि फेरि हजुरले यही म्याजिक रिङ भित्रमा 4 वटा डबल क्रोसिया गर्नु 4 वटा डबल क्रोसिया 1 2 3 4 यसरी 4 वटा डबल क्रोसिया गरिसकेपछि हजुरहरूले फेरि यहाँ 5 चेन तान्नु पर्ने हुन्छ ती भइसकेपछि फेरि 5 चेन 1 2 3 4 5 यसरी 5 चेन तानिसकेपछि फेरि यो म्याजिक रिङ भित्रमा गएर स्लिप नट गर्दिनु अघि जसरी नै यसरी स्लिप नट यसरी स्लिप नट गर्दिनु त्यसपछि यो यस्तो धागो तानेर हजुरहरूले चाहिँ यसलाई स्लिप नट गरेर यसलाई पनि स्लिप नट गरेर यहाँ कट गर्दिन सक्नुहुन्छ मैले चाहिँ यसलाई कट गरिदिए बाँकी भएको यहाँ यस्तो गाँठो पारेर यसरी गाँठो पारेर यसलाई कट गर्न सक्नुहुन्छ यसरी हजुरको बो रेडी भयो। अब हजुरहरूले चाहिँ अब यसको पछाडि यो यसरी राख्नुपर्ने हुन्छ त्यसको लागि चाहिँ यहाँ ग्लु लाउनु पर्ने हुन्छ यस्तो गरेर ग्लु लगाउनुहोस् लगाइसकेपछि यसलाई हजुरहरूले मैले चाहिँ यो पहिले अलरेडी नै राखिसकेको थिएँ अनि यसलाई टर्न गर्नुस् हजुरको बोवाला क्लिप रेडी भयो। आशा छ हजुरहरूले यो भिडियो हेरेर केही कुराहरू सिक्नुहुन्छ भनेर हजुरहरूले पनि स्टार्ट गर्न सक्नुहुन्छ यसरी नै बुनेर आफ्नो नानीहरूलाई लगाइदिन सक्नुहुनेछ। भिडियो चाहिँ कस्तो लाग्यो कमेन्ट गर्नु होला लाइक कमेन्ट सब्स्क्राइब पनि गर्नु होला यदि सब्स्क्राइब गर्नुभएको छैन भने हजुरहरूले सब्स्क्राइब पनि गरिदिनु होला। थ्यांक यू बाइ बाइ।